हेलो एन्ड नमस्ते। आज हामी चाहिँ इट्स बोमपाल फिटनेसको पहिलो दिन सबैलाई नमस्कार। आज हामी चाहिँ के गर्छौँ भने चाहिँ म तपाईँले के पहिल्यै भनिरहेको छु, यो हाम्रो म तपाईँले चाहिँ आफूले जानेका बुझेका सिकेका कुराहरू चाहिँ म तपाईँलाई सिकाउने र सिक्ने प्रयास गर्दै आज इट्स बोमपाल फिटनेसमा चाहिँ यो फिटनेस भनेपछि यस्तो बडी बिल्डर पनि फिटनेस होइन, फेरि हामीले नियमित घरमा गर्ने व्यायाम हो, कसरत हो, एक्सर्साइज। तपाईँहरू विदेशमा हुनुहुन्छ अथवा चाहिँ तपाईँहरू चाहिँ काम गर्नु अगाडि आफ्नो शरीरलाई चाहिँ 30 मिनट जति एक्सर्साइज गर्नुहोस् है, अनि शरीर फ्लेक्सिबल हुन्छ। त्यो कारणले आज फर्स्ट दिन चाहिँ म तपाईँलाई बिस्तारै बिस्तारै सबै कुरा सिकाउँछु। फेरि आज चाहिँ म चाहिँ फर्स्ट दिन चाहिँ तपाईँहरूलाई के सोचेर चाहिँ वार्मअप, काम गर्नु अगाडि वार्मअप कसरी गर्ने, एक्सर्साइज गर्नु अगाडि कसरी वार्मअप गर्ने, मजाले नसा तन्काएर शरीरलाई फ्लेक्सिबल बनाएर त्यसपछि तपाईँ अब हामी एक्सर्साइज गर्छौँ। म तपाईँलाई आज फर्स्ट डे हो तपाईँलाई वार्मअप मात्र सिकाउँछु है। हामी नियमित रूपमा बर्थडे गरेर अब किकिङ पन्चिङ ब्लगिङदेखि लिएर हरेक कुरा सिकाउँछु। म तपाईँहरूलाई चाहिँ 0 लेभलदेखि 2 डानसम्मको टाइगन्डोको 2 डानसम्मको आफूले जानेका बुझेको कुराहरू म तपाईँलाई सिकाउनु प्रयास गर्नेछु है त। किनभने चाहिँ तपाईँहरू पनि यदि विदेशमा हुनुहुन्छ अथवा तपाईँको छोराछोरी तपाईँहरू नेपालमा हुनुहुन्छ भने तपाईँहरू चाहिँ एक्सर्साइज गर्न भ्याउनु भएको छैन भने अथवा एक्सर्साइज गर्न तपाईँ अल्छी भएको छ भने म यस्तो शरीर मान्छे छ है, अब यो हल्की भयो नि घटेछ नि त, यो होस् भनेपछि तपाईँहरू एक्सर्साइज गर्नुहोस्। तपाईँ उमेरले कुनै पनि फरक पार्दैन। म अहिले पुलिसको हाराहारी पुगिसकेँ है। अब 16 वर्ष पहिले सिकेको म पहिला 2 वर्ष भयो 3 वर्ष भयो, यसलाई कति दिन लाग्यो है। उमेरले कुनै फरक पार्दैन, बिस्तारै गर्नुहोस् है त। ल आज पहिलो दिन चाहिँ हामी वार्मअप गर्छौँ। वार्मअप तपाईँहरू चाहिँ पहिला यो खुट्टालाई यस्तो राखेर घुमाउनुहोस् मजासँग, 10 घुमाउनुहोस्। सबैलाई चेन्ज गर्नुहोस्। फेरि यसलाई सेम 10सँग घुमाउनु। त्यसपछि तपाईँ चाहिँ बस्नु, 5 चोटि बस्नु, 5 चोटि उभिनु, यस्तो यहाँको तन्काउनु खुट्टा मजासँग है। तपाईँले त्यसपछि यता अगाडि चाहिँ गरेर हुन्छ, पछाडि साइडमा गरेर चाहिँ अब मैले देखाउन यस्तो गरेँ, यसरी यो तन्काएर यहाँ दाब्नुहोस्, हल्का पकाउनुहोस्, अनि यस्तो दाम मजाले पकाउनुहोस् मसालै सेम। त्यसपछि तपाईँ चाहिँ गर्नुहोस् ठ्याक्कै यसरी पछाडि राखेर सुरुमा चाहिँ यस्तो राख्नुहोस्। सुरुमा तपाईँ चाहिँ यो हात यहाँ राख्ने प्रयास गर्नुहोस्। तपाईँले यो हातले चाहिँ कुइना चाहिँ यसलाई यहाँ पछाडि ढेकाउनुहोस् यसरी, अनि यसलाई चाहिँ यहाँ दाब्नुहोस् फेरि, त्यो सिस्टेट होस्। अनि यहाँको हाम्रो चाहिँ नसा चाहिँ टन्कियोस्, बिस्तारै दाब्ने, अनि यसलाई चाहिँ पछाडि पुस गर्ने। ल यस्तो ढेकाउनुहोस्, सेम गर्नुहोस्। अनि त्यसपछि यसले अगाडितिर हेर्नुहोस्, आफ्नो शरीरले यसो अगाडि हेर्नु सक्छ। यो खुकुरी पार्नुहोस्, यसले कुप्रो पार्नुहोस्, यो चाहिँ स्ट्रेट, एकदम स्ट्रेट। अब हाम्रो यहाँको नसा र यहाँको नसा तन्कियोस् फेरि, अनि यो छट्के पारामोस् एकदम है, साइड कि खाने खालको। त्यसरी यहाँले दाब्नुहोस् यसरी, अनि यहाँ पकाउनुहोस् लचक्क बिस्तारै गर्नुहोस्। 10सम्म गर्छु। यो पनि सेम चेन्ज गर्नुहोस्। यसलाई पनि यो चाहिँ तपाईँले यहाँ यसरी स्ट्रेट छट्के यो अगाडि हेर्छ होला है, अगाडि सेम। तपाईँले चाहिँ अब यो पैतालाको भागलाई यो भागको नसा तन्काउनु पऱ्यो। सेम यसरी राख्नुहोस्, सेम चेन्ज गर्नुहोस्। फेरि यति गरिसकेपछि तपाईँले के गर्नुहोस् त, हर्स स्ट्यान्ड भन्छ यसलाई, घोडाको पोजिसन बस्ने। खुट्टा चाहिँ स्वाट्टै उतातिर, अनि यो यस्तरी हिप चाहिँ भित्रतिर होस्, अनि यस्तो राखेर मजासँग तन्काउनेलाई है, यसरी तन्काउने है। जतिसक्दो डाउनको बस्ने भएर गर्नुहोस्, डाउन एकदम डाउन। है त। अनि यो कुमले चाहिँ अब
ढेकल्नुहोस् डाउन इभन डाउन अब हात यहाँ राख्नुहोस् यसलाई ढेकल्नुहोस् तलतिर बस्नुहोस् एकदम भार परोस् तन्कियोस् अब तपाईँको यहाँको कुर्कुलो हड्डीलाई हल्का घुमाइदिनुहोस् यसरी चेन्ज गर्नु फ्यान तपाईँ चाहिँ 10 गर्नुलाई सबै 10 पटक सेम यसरी घुमाउनु फेरि यसलाई सेम घुमाउनुहोस् अनि यस्तो घुमाउनु यसलाई बाहिरतिर सेम भित्रतिर फेरि सेम बाहिरतिर सेम भित्रतिर फेरि अब तपाईँले खुट्टालाई सक्नुहुन्छ नजिक राख्नुहोस् यसरी सक्नुहुन्न यति तार राख्यो भने यो हातले चाहिँ यसरी बिस्तारै गर यहाँ छुने पारा सक्छ छुने पारा सक्छ सक्नुहुन्न यसो गरे के हुन्न यसो सुरुमा बस सक्नु जान्छ जति सक्दो खुट्टा नजिक गरेर यसो राखेर यसो छुने पारा सक्छ होला है त छुने पारा गर्नुहोस् है यो डेली गर्नु हुन्छ त्यस तपाईँले चाहिँ यो गरिसकेपछि खुट्टालाई हल्का तारा राखेर यसरी छुने गर्छ यसरी मजासँग कमसेकम 10 पटक गर्नुहोस् है तपाईँले चाहिँ त्यसपछि यो हातले यस्तो राखेर यहाँ यसरी लस्किलो धनुष सँग पछाडि यसरी यहाँ पकड्छ हात यहाँ पकड्छ यसरी आनन्दसँग यसरी जति सक्नुहुन्छ निउरिने अनि सबभर 10 सम्म गरेर गर्नुहोस् है यति गरिसकेपछि तपाईँ घुमाउनुहोस् भरि मतलब कम्मर सरी अनि घुमाइसकेपछि तपाईँ चाहिँ यो खुट्टाले पकडेर माथि तन्क प्रेस गर्नुहोस् मजासँग तन्काउनुहोस् है सेम यसलाई नि गर्नुहोस् न तन्काउनुहोस् है त्यसो तपाईँ चाहिँ यो पछिको खुट्टालाई यसो तानेर यस्तो मजासँग तानेर बस्नुहोस् तनक्क तन्काउनुहोस् तनक्क तन्काउनु सेम यसलाई पनि सेम वही आधी सक्नु त सेम यसलाई तनक्क तन्काउनु तपाईँ जानुहोस् सोल्डर कुममा मजासँग घुम्नु यसरी यसलाई सेम घुमाउनु अब लामो तर घुम्नु यसरी फेरि लामो घुमाउनु यो 10 फरक हुन पऱ्यो घुमाउनु तपाईँलाई है अनि यसो तन्काउनुहोस् छातीलाई मजासँग छातीलाई यस्तै गरेर अनि त्यसपछि तपाईँले अब गरिसकेपछि अब औँला राखेर चर्याप 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 पार्नु है मजासँग 20-25 कति हुन्छ त्यस तपाईँले चाहिँ यो भागलाई यसरी यसो तन्काउनु तनक्क यस्तो घुम्नु यसरी है यसो तन्काउनु यसलाई सेम यसलाई यसो तन्काउनु अनि यसरी घुमाउनु मजासँग है त अनि तपाईँले चाहिँ कमर हात राख्नु अनि यो घाँटीलाई सर्कलिङ गर्नु यसरी मजासँग घुमाउनु अनि यस्तो तन्काउने त तन्काउनु है त तपाईँले यति गर्छु भने तपाईँ रनिङ गर्नु हल्का 10 मिनट जति हिँडेर त्यसपछि तपाईँ चाहिँ अब रनिङ गर्नुहोस् सक्नुहुन्छ 15 मिनट सक्नुहुन्न 5 मिनट मात्रै भयो भने रनिङ गर्नुहोस् त्यसपछि तपाईँ चाहिँ रनिङ गरिसकेपछि तपाईँ चाहिँ आज यति गर्नुहोस् है तपाईँहरू चाहिँ आज चाहिँ के गर्नुहोस् भने फर्स्ट डे चाहिँ आज फर्स्ट डे हो वार्मअप गर्नुहोस् मजासँग त्यसपछि हल्का जगिङ गर्नुहोस् बाँकी फेरि नेक्स्ट डे हुँदै गएपछि तपाईँको पेट बोसो हट्दैन त्यसपछि किकिङहरू आज फर्स्ट डेमै किकिङहरू सिक्नुहुन्न किनभने भोलि गाह्रो हुन्छ त्यो कारण चाहिँ
आज चाहिँ पहिले तपाईँ चाहिँ वार्म गर्नुहोस्, 5 मिनट जगिङ गर्नु हिँड्नुहोस्, 5 मिनट रनिङ गर्नुहोस् है त। यो नियमित यो चाहिँ कुनै पनि एक्सर्साइज गर्नुभन्दा अगाडि गर्नुपर्ने कर्तव्य हो है। जस्तो हामीले चाहिँ भात खानुभन्दा अगाडि हात धोए जस्तै है त। तर याद गर्नुहोस्, कुनै पनि गेम सिकिसकेपछि तपाईँले चाहिँ लड्ने भिड्ने कुद्नेलाई यस्तो सोचेर नसिक्नु होला। नितान्त यहाँ स्वास्थ्य लागि एउटा रुल्स नियममा बसेर गर्ने हो भनेर चाहिँ व्यायाम हो भनेर चाहिँ तपाईँले त्यस्तै सोचे त्यो कन्सेप्ट गर्नु होला। ठोकिहाल्ने भन्ने खालको सोच्छ, त्यस्तो खालको नसोच्नु होला। त्यो खालको सोचेर चाहिँ कहिले पनि सिक्नु न गेमहरू। त्यो खालको सिकेर सोच्ने मान्छेहरू कहिले अगाडि पनि बढ्न सक्दैन। यो भनेको अनुशासन नियममा बसेर सिक्ने खालको गेम हो है त।